आज धेरै पछि घुम्न आएको यो ठाउँ चाहिँ हामी गोठालो आउने ठाउँ हो खास गाई बाख्रा लिएर आउने बाटो यही हो यो चाहिँ बरको जरा यस्तो जरा खायो भने चाहिँ पिरो लाग्दैन रे लड्छ यहीँ पड्काइदेऊ बाघ भगाउने यहाँ त्यो रुख भएर कति धेरै आसाउनु पुग्छ क्या अहिले अस्ति नै हामी आएको ठाउँ यही हो बाटो अस्ति बाबाको बाइकबाट आएको बाटो यहाँबाट सिधा गएर कोरियन डाँडा हिँड्नु बादल कता हो कोरियन डाँडा भने उता हो कनकामना मन्दिरतिर लभ डाँडा र कोरियन डाँडा हान्ने एउटा माथि दिनुपर्छ अङ्कललाई ढुङ्गा कलेट गर्नेको सक छ क्या खालि खानु कस्तो त्यो छेपारेल चाट्या ढुङ्गा हुन्छ नि त्यस्तो पाउँदैन गाउँमा चाहिँ छ कहाँ हो धेरै हुन्छ नि कहाँ तपाईँ अलिक कम हुन्छ तर खोज्नुपर्छ हो र त्यस्तो चाहिँ त्यस्तो छ अझै त्यो चाहिँ दर्शन ढुङ्गा हो कुनै कुनै त क्लियर ढुङ्गा हुन्छ हो त्यही ढुङ्गा भनेको मैले कति धेरै राख्छु मैले कति धेरै राखेको राख्छु त्यसपछि हराउँछ अझै म चाहिँ एकचोटि हरियो कलरको ढुङ्गा त्यो छेपाएर चाटेको भएको थिएँ हो र घल्टीमा राखिरहेको राम्रो लगाएर कता पो हराएँ कटुस भन्ने बेला कटुस भन्ने बेला कहिले हराएँ अगाडि उ छ नि टोइलेट छ सार्वजनिक टोइलेट सार्वजनिक टोइलेट बनाएको छ अनि उता चौताराहरू छ अनि पोखरीलाई घेराबारा गरेको अनि माथिपट्टि एउटा घर थियो नि त झुप्डे के अनि त्यहाँ बाङ्गे त्यो बस्थ्यो नि त पुजारी पुजारी बस्ने ठाउँ पनि छैन अहिले त मर्यो होइन त बुढो त मर्यो होइन मर्यो त छैन त्यहाँ छोराहरूसँग बस्यो बुढो भइसक्यो यसरी बसेर हिँड्छ होइन हाम्रो एउटा साथीको बाउ हो नाति घरि जन्मिसक्यो कति होला 100 वर्ष त पुगेको छैन हाम्रो गाउँमा 100 वर्ष पुगेको कोही छैन अहिले अब हामी बाँच्नुपर्छ 100 वर्ष म त 20 वर्षमा मर्छु भनेको चाहिने कुरा गर्दैन गर्दा पोखरीलाई घेरबार गरेको आउनु भएको छ त यहाँ हाम्रो मन्दिर पानी छैन पानी आज हामी कहाँ आएको रे बाबु आज हामी त
हेर्नुहोस् गाइज, यो ठुलो पोखरी भन्छ यसलाई। पानी त छैन। पानी चाहिँ यहाँ पहिला हुन्थ्यो अरे। हुन्थ्यो अरे पछि पहिला हुन्थ्यो अहिले हुन्न। भैँसीमाथि चढेर गएर डुबेर मर्यो अरे पोखरी। त्यही भएर पानी हटायो भाइ। त्यहाँदेखिको पोखरीमा पानी नै भर्दैन अरे। को भैँसीमाथि चढेर डुबेर मर्यो? खै को त्यो भेट्नमै जुला त म चाहिँ यता पत्ताका पड्काउँला है उतापट्टि पड्काउनु पर्छ, अहिले यता नपड्काउ। बाघ उतापट्टि हुने हो नि त। ऊ त्यो टोइलेट हो, जो गयो नि पाउँछ। बन्द गरे नि त। जानु न खुल्ला छ। खुल्ला छ। पानी छैन भित्र सिसा फुटा मान्छेहरू सिसा फुटा ऐनाहरू कस्तो मान्छेहरू है। सार्वजनिक भनेपछि त जतनै नगर्ने है। आफ्नै भइदियो भएदेखि कति जतन गर्थ्यो होला। अझै कोरियन डाँडाबाट पुला क्या काम लाग्ने कुरोहरू लिएर राख, काम नलाग्ने कुरोहरू चाहिँ छोड्दै। यहाँबाट घुमेर यसरी जाम है अब। हुन्छ आऊ। नजाने भए तिमीहरू त्यहाँ गएर बस, म घुमेर आउँछु। अङ्कल यो कुकुर चाहिँ हामीसँग स्याउन पनि अहिले बाबा मैले स्कुलमा अलिकति खाने कुराहरू पनि दिइरहन्छु स्कुलमा आइरहन्छु। जाम अङ्कल जति सक्छ छिटो जानु पऱ्यो घर। बादल गराइराख जाम ल। अहिले पानीमा डुब्यो भने पनि गाह्रो। हेर्नु त अङ्कल यहाँ फुटाइदियो जरा। जराले है। जराले पटपट पाल्छ। यो 100 वर्ष त भयो होला यसको। उसको 100 वर्षभन्दा धेरै भएको छ रुखहरू। 200 वर्षभन्दा धेरै भएको छ रुखहरू त। कस्तो गरिदिनु काटेन भने नि। यहाँ कति वर्ष नि कति वर्ष बाँच्न सक्छ नि? 120 मान्छेभन्दा धेरै भएको 380-85 वर्ष बाँच्छ कछुवा। होइन 120 भन्छ नि त। होइन नि, बढी बाँच्छ। उताबाट बबाल भिगाउँछ हेर्नु त। कुकुर हामी फसिरहेको छ। कुकुरको गन्ध थपाएर बाघ आयो भने के गर्ने? यहीलाई लैजा, हामीलाई नलैजा भनेर उफ्रिने। कुकुर आएपछि बादल चाहिँ आउँदैन। यता जान्छ भने कुकुर यतै भइसक्यो। हामी चाहिँ यता गयो। होइन उता यता जाने हो डान्डाले। छोडिदियो त्यसलाई आइहाल्छ नि। त्यसलाई नि डर छ नि होइन। हामी भावर त त्यो जङ्गेर आयो। यहाँ 3टा मन्दिर छ। घन्टी बजाउनु यो कुकुर त मान्छेले पालेको हो क्या होला। अलिक कार्तिक भएर छटाउँदै नि
हाम्रो बडीगार्ड माला नि बडीगार्ड त लिएर बाघ आयो पनि म त कान्ला भन्थाले भाग्नु अङ्कलले भगवानको नाम के हो अस्ति नि बाबालाई सुनेको बाबाले पनि आएन भने कुन उताको 3 टाउके राक्षस मलाई 3 टाउके अनि यो बिचको नि खै मलाई त थाहा छैन यार यताको चाहिँ गणेश हो चिकन त पाइन्छ कि हाल फुले एउटा छ आऊ आऊ जाऊँ एउटा पनि बारे खान मिल्दैन क्यारे अब यो चिकन कसलाई बा यो कुकुरलाई नि म खाइहाल्छु नि गाई चाहिँ बाघलाई दिनु बाघलाई ल खा अनि मलाई छोड्दे भन्नु बाघले पनि छोडिदिँदैन अङ्कल यहाँबाट हिँड्नु त हामी त धेरै पो जानुपर्छ त बिस्तारै जाने हो नि जाने नि जानु पर्यो त्यस्तो घुम्न पर्छ क्या अस्ति नै बाबा नि यहाँबाट त उता बाघको निशान देखेर फेरि फर्किया बाघको खुट्टा देखेँ आफ्नो पाइला न कस्तो खुट्टा पनि अनि हामीले होइन उता भोलि छ नि भोलिमा बाघ चाहिँ हगेको देखेँ हगेकै देख्यो हगिरहेको थियो कि गुमात्रै देख्यो हामी टाढाबाट देखेको पूर्व चितवन कि पश्चिम पुल भयो पूर्व चितवन त्यहाँ त बाघ धेरै आउँछ होइन अङ्कलहरूको घर चाहिँ कता थियो बजारमा थियो है अङ्कलहरूको घर तिमी गएको थियो नि त एकचोटि गएको थियो साइकलमा राखेर कहाँबाट लिएर कम्त दुख्यो होइन है त्यो पछाडि त्यो साइकल भोलिबाट मैले टोइलेट त्यही माथि त्यो साइकलको त्यो चेन हुन्छ नि चेनले काटेको जस्तो अनि खुट्टामा एकचोटि कस्तो लाग्यो है साइकल चलाउन आउँदैन थियो क्या आउँथ्यो अङ्कलले मलाई त्यति लाग्यो अङ्कलले साइकलमा बसेको थियो म बाबा चाहिँ कसमा बसेको थियो अरे एक्लै थियो एउटा साइकलमा अहिले भाइ तपाईँको साइकल चलायो नि कहाँ जाने यता जाने यता मन्दिर आइपुग्यो होइन बादल गराउनु थाल्यो उताबाट पानी आइसक्यो कताबाट हामी नभए यो एक्लै आउन सक्थ्यो त यो कुकुर हामी नभए एक्लै आउन कहाँ सक्नु यो है त्यो डाँडामा जान मन त थियो बाघ छ होला भनेर आउँथेन होला है जात्रामा आएको थियो नि अङ्कल जात्रामा बजाउँदै आएको अस्ति वर्ष कति दिनपछि आइपुग्यो यो वर्ष त आउँदै आएन को एकजना मान्छे छ नि एकजना मान्छे हल्दी हिँडेको रक्सी खाएर जात्रामा उता गएर उता लडेको थियो त्यो मान्छे अनि त्यसपछि अगाडि नाच्दै हिँड्दै थियो लड्यो आउँथ्यो नाच्यो हाँसिरहेको थियो अन्त पहिलाको वर्षमा त म केटी बने नाच्दा कि म त ट्याक्सीकै नाच्नु तपाईँले ट्याक्सीकै नाच्नु आउँछ अङ्कल ट्याक्सीकै नाच्नु आउँछ मलाई एक ट्याक्सी आउँछ मलाई माल पनि सिक्न मन छ यार दुईवटा लगाउने चाहिँ अलिअलि आउँछ दुईवटा
मलाई मार्नु नि सिक्न मन लाग्छ हामी यहाँ आएर बसेको यहाँ आएर बसेको थियो त्यसपछि तल गएर एक रात बसेको हामी यहाँ आएर लक्ष्मण र दुईजना बसेको मन्दिरको ढोका खोलेर यहीँ सुतेको मन्दिरभित्रै के ल्याएको के गुयो तिनीहरू त आउनु त्यहाँ अङ्कलले बोतलहरूमा रक्सी चलाउनु दिँदैन देवीले रक्सी खान्छ त त्यहाँको पैसा दिनु हुँदैन त्यहाँको पैसा दिनु हुँदैन आउँदैन यहाँ आयो बिजामान घरबाट आयो अनि यहाँबाट मुनिपट्टिबाट माथि आउँछ यहाँनिर आइपुग्थ्यो म चुइगम खान्थिनँ अब खाना पऱ्यो दुइटै चुइगम छ मेरो हल्टीमा अब यहाँबाट बाघ आउनु थाल्छ होइन बाघ पड्काउला बाघको गन्ध आउँछ एउटा पटक्या पड्काउनु आएको पड्क्यो नि राम्ररी खुसी एकछिनमा पड्किन्छ अघि त्यस्तै भएर पड्केर है पड्केन भनेर टिप्न गइरहेको थियो ड्याङ टिप्न जाँदा फेरि वहीँ पुगेको थियो कति पड्क्यो नि त पड्किदिने अर्को पड्कायो नजिक जाँदाखेरि भट्ट हुन्छ पड्किन्छ त अङ्कल कुकुर त अगाडि गएर ओ सिकायो भन्दै जाउँ मेरो खुट्टामा एकछिन ऊ त्यहाँ ठुल्चो डाँडामा गएर पड्काउनु पर्छ डाँडामा चाहिँ होइन त्यहाँ चाहिँ पड्काउनु तल सकिन्छ होला त अङ्कल यहाँ पड्काएपछि अझै बुलेट बम पड्काइन पर्छ बुलेट बम पड्काएको छ नि त्यो माओवादी त त्यस्तै हुन्छ नि माओवादीको बारेमा नि आएको होला यही जङ्गल हो क्या तपाईँको घर हो अनि अङ्कल माओवादी छ त्यो झन् त माओवादी र त्यसको वालमा हुन त कति थियो माओवादी हो कतिवटा त्यसलाई पड्काइदियो गाडी गन्दै गनेन कति 1000वटा भन्दा त धेरै पड्काइदियो होला है गाडी त्यही भएर त हाम्रो नेपालमा छ गरिब भए त्यो वाल नभए आर्मीको गाडीहरू पड्काएन त्यो वाल नभए हाम्रो नेपाल के आउँथ्यो कस्तो हुन्थ्यो त्यो माओवादी चाहिँ चाइनाबाट आएको होइन सोभियत युनियन अङ्कल यहीँ बस्नु म एकछिन माथि फर्किला त्यो चौरमा चौतारामा बस्ने नि दामी ठाउँ छ कि हेरिदियो बस्नुहुन्छ आज यहाँबाट फुटाएर ऊ तल खेल्दैन यहाँबाट बालेर पटका तल खेल्दैन पड्किन्छ दिदी यहाँ तल खेल्दैलास् न यहाँ तल खेल्दैलास् नि हामी बाट यो त नफाल उता फाल भने कुरा कराएको सुन्छ है रमाइलो पड्का नि छिटो यो त नफाल भने यहीँ फालेको त ल जाउँ बाघ नि झस्याङ्गु वाला है के भ्याट अनुपाइ आयो क्या भनेर सातोको होला बाघको फुटबल ग्राउन्ड आयो
अङ्कल यहाँ कति वर्षपछि आएको 1 वर्ष भयो यहाँ यो वर्ष 5-6 फुटबल आयोजना भइसक्यो र हेर्नु त फोर बल तल त गएन 2-3 यहाँ कतिवटा त होला हराको हेर्नु त मान्छे बस्नु थालेपछि त्यही त फोर गरेर जान्छ नि त्यो राम्रो ठाउँले उठो बनाएको छैन होइन सवारी यहीँबाट